कल्पना गर्नुहोस्, नेपालको कुनै संवेदनशील सरकारी कार्यालयको इमेल र पासपोर्ट पहिल्यै इन्टरनेटमा लिक भइसकेको छ भने त्यो इमेल प्रधानमन्त्री कार्यालयको हुन सक्छ, परराष्ट्र मन्त्रालयको हुन सक्छ वा अर्थ मन्त्रालयकै। प्रश्न एउटै हो, हाम्रा सरकारी डिजिटल ढोकाहरू वास्तवमै कति सुरक्षित छन्? यही प्रश्नको जवाफ खोज्ने दिशामा नेपाल सरकारले एउटा महत्त्वपूर्ण कदम चालेको छ। नेपालको राष्ट्रिय साइबर सुरक्षा केन्द्र अब विश्वभर चर्चित साइबर सुरक्षा प्लेटफर्म ह्याभ आई बिन पन्डसँग जोडिएको छ। यो सेवा सरकारी स्तरमा प्रयोग गर्ने नेपाल विश्वकै 47औं देश बनेको छ। तर यो खबरको वास्तविक महत्त्व 47औं देश बन्नुमा मात्र छैन। यसले नेपालका सरकारी इमेल र संवेदनशील डिजिटल प्रणालीलाई भविष्यमा हुन सक्ने साइबर जोखिमबारे पहिले नै सचेत गराउन सक्छ। तर पहिले बुझौँ, ह्याभ आई बिन पन्ड भनेको आखिर के हो? साइबर सुरक्षा विज्ञ ट्रोय हन्टले सुरु गरेको यो प्लेटफर्मले विश्वभर सार्वजनिक भएका विभिन्न डेटा ब्रिच सम्बन्धी जानकारी सङ्कलन गर्छ। कुनै कम्पनी वा अनलाइन सेवाको सिस्टम ह्याक भयो र प्रयोगकर्ताको इमेल जस्ता विवरण बाहिरिए भने त्यस्ता ब्रिचको जानकारी एचआइबिपीको डेटाबेसमा समावेश हुन सक्छ। त्यसैले तपाईले आफ्नो इमेल ठेगाना राखेर हेर्न सक्नुहुन्छ तपाईको इमेल कुनै सार्वजनिक रूपमा पहिचान गरेको डेटा ब्रिचमा परेको छ कि छैन। अब यही प्रविधि नेपाल सरकारको साइबर सुरक्षा प्रणालीमा पनि प्रयोग हुँदैछ। यहाँबाट यो विषय अझ गम्भीर बन्छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार प्रारम्भिक परीक्षणका क्रममा नै नेपाल सरकारका विभिन्न निकायसँग सम्बन्धित 100 भन्दा बढी इमेल ठेगाना विगतका डेटा ब्रिचमा परेको भेटियो। यीमध्ये प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय जस्ता संवेदनशील सरकारी निकायसँग सम्बन्धित इमेलहरू पनि रहेको बताइएको छ। तर यसको अर्थ ती सबै सरकारी प्रणाली अहिले नै ह्याक भएका छन् भन्ने होइन। यसको अर्थ यति हो, ती इमेल ठेगानासँग सम्बन्धित विवरण विगतमा भएका कुनै न कुनै डेटा ब्रिचमा परेको भेटिएको हो। यस्तो अवस्थामा पुरानो पासवर्ड अझै प्रयोग भइरहेको छ भने जोखिम थप गम्भीर हुन सक्छ। त्यसैले सम्बन्धित निकायलाई जानकारी गराएर पासवर्ड परिवर्तन गर्न र आफ्नो क्रेडेन्सियल सुरक्षित राख्न निर्देशन दिएको छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो प्रणालीले वास्तवमा कसरी काम गर्छ? राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार एचआइबिपीबाट प्राप्त एपीआईलाई सरकारी आन्तरिक प्रणालीसँग एकीकृत गरेर निगरानी प्रणाली तयार गरिएको छ। यसको उद्देश्य .gov.np डोमेनमा रहेका सरकारी इमेलहरू डेटा ब्रिचमा परेको अवस्थामा त्यसबारे केन्द्रलाई छिटो जानकारी गराउनु हो। अर्थात् समस्या भइसकेपछि मात्र थाहा पाउने होइन, सम्भावित जोखिम पहिचान भएपछि सम्बन्धित कर्मचारी वा निकायलाई समयमै सचेत गराउने हो। त्यसपछि पासवर्ड परिवर्तन गर्ने, अकाउन्ट सुरक्षित बनाउने र आवश्यक सुरक्षा कदम चाल्ने अवसर हुन्छ। अझ महत्त्वपूर्ण कुरा, सरकारका लागि एचआइबिपीले यस्तो सेवा निशुल्क उपलब्ध गराउँदै आएको छ। तर एउटा कुरा याद राख्नुहोस्, डेटा ब्रिचको जोखिम सरकारको मात्र समस्या होइन। हामी मध्ये धेरैले एउटै इमेल ठेगाना वर्षौंदेखि विभिन्न वेबसाइट र एपमा प्रयोग गरिरहेका हुन्छौँ। कुनै एउटा सेवा ह्याक भयो भने त्यहाँ प्रयोग गरिएको इमेल वा अन्य विवरण ब्रिचमा पर्न सक्छ। त्यसैले तपाईको इमेल कुनै सार्वजनिक रूपमा पहिचान गरिएको डेटा ब्रिचमा परेको छ कि छैन भनेर ह्याभ आई बिन पन्डमा गएर जाँच गर्न सकिन्छ। यदि तपाईको इमेल ब्रिचमा परेको देखियो भने आत्तिनु पर्दैन, तर त्यसलाई व्यवस्था गर्नु पनि हुँदैन। विशेष गरी त्यही पासवर्ड अन्य ठाउँमा पनि प्रयोग गर्नु भएको छ भने तुरुन्त परिवर्तन गर्नुहोस् र सम्भव भएसम्म टु फ्याक्टर अथेन्टिकेसन अर्थात् 2FA अन गर्नुहोस्। डिजिटल नेपाल बनाउने कुरा हामीले धेरै वर्षदेखि सुनिरहेका छौँ, तर डिजिटल सेवा विस्तार गर्नु जति महत्त्वपूर्ण छ त्यसलाई सुरक्षित राख्नु त्यो भन्दा कम महत्त्वपूर्ण छैन। किनकि सरकारको डिजिटल प्रणालीमा सुरक्षित राखिएका डेटा केवल कम्प्युटरका फाइल होइनन्, त्यसभित्र नागरिकका व्यक्तिगत विवरण, सरकारी सूचना र देशसँग सम्बन्धित संवेदनशील जानकारी समेत हुन सक्छ। त्यसैले साइबर सुरक्षामा नेपालले चालिरहेको यस्तो कदम सकारात्मक सुरुवात हो। तपाईले आफ्नो इमेल डेटा ब्रिचमा परेको छ कि छैन भनेर कहिल्यै जाँच गर्नुभएको छ? गर्नुभएको छ भने आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्। यो जानकारी उपयोगी लाग्यो भने साइबर सुरक्षा बारे सचेत हुनुपर्ने आफ्ना साथी र परिवारसँग यो भिडियो सेयर गर्नुहोस्। यस्तै तथ्यमा आधारित प्रविधि र अनुसन्धानमूलक सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। किनकि डिजिटल दुनियाँमा सुरक्षित रहनु भनेको केवल प्रविधि बुझ्नु होइन, सही समयमा सही सावधानी अपनाउनु पनि हो।